साथीहरू, लोकप्रिय टेलिसिरियल जुठे पछिल्लो केही समयदेखि प्रसारण भएको छैन, जुन कुरा तपाईहरूलाई थाहा नै छ। जुठे सिरियल किन बन्द भयो त? अब जुठे सिरियल प्रसारण नहुने नै हो त? दर्शकबिन, तपाईहरू समक्ष जुठे सिरियल अन्तिम छायाङ्कन सकेर प्रसारण हुनै लागेको छ। उही स्थान, उही परिवेश, उही गाउँ, उही सिरियलको कथा घुमिरह्यो। समय कहाँ पुग्यो, तर जुठे जहाँको त्यही, सधैँ उस्तै सिरियल। अब जुठे सिरियल सुधार गरेर समय साक्षेपको बनाउने भनेर राजु मास्टर र बल्छी ध्रुवले केही समय अगाडि सिरियल डाउन गरेका थिए। छिट्टै प्रसारणमा आउन लागेको जुठे सिरियलमा राजु मास्टर भने अब देखिने छैनन्। सो कुरा राजु मास्टर स्वयंले औपचारिक रूपमै अब जुठे सिरियल छाडेको जानकारी गराएका हुन्। यसअघि राजु मास्टर र बल्छी ध्रुव मिलेर जुठे सिरियल लेखन, निर्देशन तथा अभिनय समेत गर्दै आएका थिए। जुठे सिरियलमा गोथेको भूमिका निभाएका राजु मास्टर बुढापाका र साना केटाकेटीको अनुहारमा सधैँ हाँसो छर्थे, रमाइलो गर्थे। उनको जुठे सिरियलको यात्रा भने अब टुङ्गिएको छ। अहिलेसम्मको यात्रामा गोथेलाई मन पराउनु हुने सबै आम दर्शकलाई राजु मास्टरले फेसबुक मार्फत धन्यवाद दिएका छन् र जुठे परिवारलाई आगामी नयाँ भागको शुभकामना